नमस्कार गुड मर्निङ। आज म यो बिहानी प्रहरमा अछामको कमल बजार नगरपालिका वडा नम्बर 6 वीरपथ अलि माथिल्लो नौघाटे टोलतिर छौँ र यो साँझ यहीँ बस्यो हाम्रो अगुवा कृषक झङ्कर बहादुर साईको घर यो देखिरहनु भएको छ। उहाँका आफन्तहरू पनि यहाँ माथिपट्टि सबै उन्नत रूपमा तरकारी खेती गरिरहनु भएको छ। आलु खेती, त्यसै गरेर अन्य सिमी, मुला, काउलीदेखि लिएर थुप्रै छ। उहाँको धेरै प्लटिङहरू छ। माथिदेखि लिएर झन्डै 23 रुपियाँ भन्दा बढी चाहिँ उहाँले तरकारी खेती मात्रै गर्नुभएको जानकारी तपाईँले पाइसक्नु भएको छ। तपाईँको समय अनुकूल भयो भने उहाँको यो कृषि फर्म, पशुपन्छी फर्म, कृषि तथा पशु फर्म चाहिँ हेर्न सक्नुहुन्छ। बाख्रा पनि पालन गर्नुभएको रहेछ र उहाँ जस्तै जाँगरिलो भएर तपाईँ पनि स्वदेशमै आफ्नै माटोमा सुन फलाउन सक्नुहुन्छ। यानि कि विभिन्न तरकारी खेती गरेर अथवा अन्य खेती, फलफुल खेती गरेर पनि, माटो सुहाउँदो खेती गरेर पनि तपाईँले आफ्नो जीविकोपार्जन गर्न सक्नुहुन्छ। उहाँले वार्षिक 10 लाखभन्दा बढी चाहिँ यो तरकारी खेतीबाट कमाइराखेको कुराहरू भन्नुभएको छ, देखिरहनु भएको छ। यो जुन यो परम्परागत जुन मौरी घार पनि यहाँ देख्यौँ र यहाँ मुला लगाइराख्नु भएको छ। अनि यस्तो यो ठाउँमा त खेतीपाती यसरी फल्छ भने अझ तपाईँको ठाउँमा त राम्रो जग्गा पनि होला। यहाँ त साँगुरो गह्राहरू छन्, अलि लेकतिर हो, माथि डाँडातिर। तपाईँको ठाउँमा अझ राम्रो खालको जग्गा पनि हुनसक्छ। त्यसलाई चाहिँ जाँगर चलाएर गऱ्यो भने सम्भव छ। हामीले गर्न सक्नुपर्छ। कृषिमा क्रान्ति गर्न आजको आवश्यकता छ। धन्यवाद।